कार्यालय संरचना भनेको के हो, व्हाट इज अफिस लेआउट, यो चाहिँ कसरी बुझ्नुस् भन्दाखेरि कार्यालयको उपयुक्त स्थानको छनौटदेखि कार्यालयको निर्माण र कार्यालयभित्र आवश्यक पर्ने कार्य सम्पादनका निम्ति आवश्यक पर्ने भौतिक सामग्रीहरूको सुप्रबन्ध मिलाउने कार्यलाई कार्यालय संरचना अथवा अफिस लेआउट भनिन्छ। यसलाई सजिलो ढंगबाट अझै बुझ्नुपर्दा कस्तो हो भन्दाखेरि कार्यालयभित्र कार्यालयका नियमित कार्यहरू सम्पादन गर्नका लागि आवश्यक पर्ने सामग्री सामग्री जस्तै मेसिन, प्रिन्टर, उपकरण, अन्य उपकरणहरूको चाहिँ आदर्शतम ठाउँमा चाहिँ चाहिएको बेला सजिलै पहुँच हुने गरी त्यसरी डिजाइन गरिनु त्यसको भौतिक सुप्रबन्ध गरिने कार्य हो अफिस लेआउट। जस्तै बैंक तथा वित्तीय संस्थामा एउटा टेलर भित्र रहेका कर्मचारीहरूलाई आवश्यक पर्ने त्यो टेलरका कार्यहरू सम्पादन गर्नका लागि आवश्यक पर्ने कम्प्युटर, प्रिन्टर अनि त्यसपछि नोट क्यास गर्नका लागि आवश्यक पर्ने त्यो मेसिनलाई एकै ठाउँमा राखिन्छ। किन भन्दाखेरि कार्यालयमा ढिला सुस्ती नहोस् र कार्यालयमा चाहिँ छिटो छरितो कार्यहरू सम्पादन होस् भन्नका निम्ति त्यस्तो गर्ने प्रयास गरिन्छ। यो मात्रै होइन, कार्यालय संरचनाको राम्रोसँग डिजाइन गरिँदाखेरि अथवा राइट थिङ्स एट राइट प्लेस अलोकेट गर्दाखेरि एकतर्फ सर्भिस डेलिभरीमा गुणस्तरीयता छाउँछ भनेदेखि ग्राहक सन्तुष्टि पनि अभिवृद्धि भएर जान्छ। साथै भौतिक अर्थात् कार्यालयको संरचनालाई डिजाइन गर्दाखेरि उपयुक्त प्रकाशको सिद्धान्तहरू अनि हावा अक्सिजनको फ्लो हुने स्थितिहरूलाई पनि बुझ्नुपर्ने हुन्छ, जसबाट चाहिँ प्रकाश र हावाको फ्लोको चाहिँ सहज प्रवाह मार्फत कर्मचारीहरूमा चाहिँ एउटा पोजिटिभिटी क्रिएट हुन्छ र उनीहरू आफ्नो कामप्रति लगाव राख्दछन्। साथै कार्यालय व्यवस्थापनका विविध पक्षमा पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने हुन्छ। यो कार्यालय संरचनाको कन्सेप्ट।